हेलो है दर्शन नमस्ते नमस्कार। बातेको छ छैन मायाले जुमन साटेको फुल राम्रो लालु बातेको छ छैन मायाले जुमन साटेको कश्मीरे पछौरी नचलेको रे लामसाइली बिरती दिन बाँचुन्जेल नर्सरीको रे लामसाइली बिरती दिन बाँचुन्जेल लामसाइली बिरती दिन बाँचुन्जेल आहा सानी आइपुग्नु भएछ। आउनु 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 है आउनु। मनै छिया छिया सम्बन्धको लामो लाइन जरुरत छैन मलाई, बस एउटा होस् जो हजारौं बराबर होस्। सानोतिनो कुरामा मन नदुखाएकै राम्रो, किनकि यसले फाइदा होइन घाटा चाहिँ गर्छ। चाहेको चिज पाउन नसकियोस् केही छैन, तर पाएको चिज गुमाउन नपरोस्। मिलेको जोडी त केवल जुत्ता र चप्पलको मात्र हुन्छ, बाँकी त सब मनको भ्रम हो। जिन्दगीको हात त हुँदैन, तर पनि कहिलेकाहीँ यस्तो थप्पड लगाउँछ कि पुरा जीवन याद रहन्छ। आफूलाई परेको छैन भने मान्छेहरूले अरूको समस्या कहिले बुझ्न सक्दैन। अचम्म छ हाम्रो समाज, मान्छेलाई हेला गर्छ अनि ढुङ्गालाई पूजा गर्छ। रिसले होइन, दिमागलाई ठण्डा बनाएर अगाडि बढ्ने हो जिन्दगीमा, अनि मात्र सफलता भेटिन्छ। धेरै समय तपाईँ टाढा हुनुभयो भने मान्छेहरूले अर्को खोज्छन्, तर तपाईँको खोजी कसैले गर्दैन। जिन्दगी कहिले समाप्त हुन्छ थाहा छैन, तर पनि भन्छु जिन्दगीभर साथ दिन्छु। म एक्लो भएको होइन, समय अनि परिस्थितिले मलाई एक्लो बनायो। जरुरी छैन कि टुट्नको लागि पत्थर र सिसा नै आवश्यक पर्छ। व्यवहार बदलिएर निस्किएको बोलीले नि धेरै कुराहरू टुटाउने गर्छ जिन्दगीमा। यस्तै हो, कुनै दिन उसको माया मनभरि थियो, आज आँखाभरि छ।
आफ्नो उमेर बढ्दैछ भन्ने भन्दा पनि बुवा आमाको उमेर घट्दैछ भन्ने चिन्ताले सताउँछ आजकल। चिन्ता नलिँदा हुन्छ, आज तिमीलाई देख्दा पनि नहेर्नेहरू भोलि तिमीलाई खोज्न पनि सक्छन्। ढोका सानो नै हुन सामी दिनुस्, फेरि एप्सेट गरा त म यहाँ ओके गर्छु। पनि भित्र फेरि गरा त। आउँछ, सम्झनुस् उही आफ्नो। क्यान्सल भाग्यमा बताइरहेको छैन छ कि भने फेरि एप्सेट माया गरा त। भएर मात्रै केही नहुने रहेछ। अजीब छ दौड जिन्दगी। आऊ सानी आऊ कलमा आऊ। भने आफ्ना पछाडि छुट्छन्, हार्यौ भने आफ्नाले पछाडि छोड्छन्। यो दुनियाँ खराब छ हजुर, यहाँ साँचो कुरा धेरै बेर टिक्न सक्दैन। थोरै भए पनि आफूलाई माया गर्न सिक्नुहोस्। म छु भन्नेहरू सबै आफ्ना हुँदैन। हरेक मान्छेहरू बदलिन्छन्, फरक यति हो कोही रहरले बदलिन्छन् त कसैलाई बदलिनै पर्ने बाध्यता हुन्छ। त्यो मान्छेलाई एक दिन उसैको घमण्डले बर्बाद गर्छ जसले कहिले आफ्नो गल्ती देख्दैन। समय र साथ दुवै एकै हो। जब समय परिवर्तन हुँदै जान्छ, मान्छेको साथ पनि परिवर्तन हुँदै जान्छ। यदि माया नै सबैभन्दा ठूलो कुरा भइदिएको भए कोही पनि आफ्नो प्यारो मान्छेलाई छोडेर टाढा जाने थिएन। निकै खुसी देख्छु तिमीलाई आजभोलि, सायद त्यो अनुहारमा खुसी ल्याइदिने कोही भएर होला। दुखेको मन, भिजेको परेली, अँधेरी रात अनि कसैको याद, बस यसै गरी बित्दैछ जिन्दगी। आफ्नो चित्त बुझाउन जस्तो अरूको चित्त बुझाउन कहाँ सजिलो हुन्छ र? संघर्ष बिनाको जिन्दगी कहाँ सजिलो छ र? एउटा ढुङ्गालाई मूर्ति बन्न त हथौडाको हजारौं चोट खानुपर्छ। बगैँचामा फुलेको फुललाई सोध्नुहोस् सुख दुःखमा कसरी साथ दिने भनेर, जसले विवाहको मण्डपदेखि मसानघाटसम्म तपाईलाई छोड्दैन। सम्बन्ध जोडेर के काम भयो र? त्यो सम्बन्धलाई निभाउने खुबी नै नभएपछि। बरु एक्लै हिँडिन्छ, तर झुटा साथ देखाउने साथीहरूसँग कहिले हिँडिँदैन। कसैको मन जित्नु नै छ भने प्रेमले जित, घमण्डले त पाउने होइन, गुमाउने मात्र हो। अब त तिम्रो याद यति प्यारो भइसक्यो कि मैले त एक्लोपन महसुस गर्न पनि छोडिसके। कसैको सल्लाह सुझावले जिन्दगी चल्दैन, संघर्ष गर्न सिक्नुहोस्, जिन्दगी एक दिन मजाले चल्छ। साथी भनेको पर्दा काम लाग्ने हुनुपर्छ, मर्दा त दुश्मन पनि मलामी आइहाल्छ। जिन्दगी त आफ्नो तरिकाले जिउनु पर्छ, दुनियाँले त सल्लाह मात्र दिन्छ, साथ होइन। केही सपनाहरू आफ्नै कमी कमजोरीले टुटे, केही पैसाको कमीले। बोल्यो छुच्चो भयो भन्छन्, नबोल्यो घमण्डी भयो भन्छन्। सुख त केही गरी पनि छैन, कसैले नराम्रो भने पनि केही मतलब छैन। अचेल राम्रो बन्दा बन्दा थाकिसके। सम्बन्ध निभाउन जान्नुपर्छ, अनजान नै यहाँ आफन्त भन्दा आत्मीय भइदिन्छ। यहाँ एउटा कुरालाई टार्नको लागि मान्छेहरू 10 वटा बहाना बनाउने गर्छन्। कसैले नराम्रो भन्यो भन्दैमा मन दुखाउँदिन, म मान्छे हो, सबैको नजरमा राम्रो पनि त भन्न सक्दिन। जिन्दगी यस्तै रहेछ, जति जति उमेर बढ्दै गयो उति उति खल्लो, जति जति बुझ्दै गयो उति एक्लो। आँखामा आँसु देखाउनु भयो भने शत्रुहरू मौलाउँछन्, तर ओठमा आँसु देखाउन सक्नु भयो भने शत्रुहरू बौलाउँछन्। सम्बन्ध जोडेर पो के काम भयो र? त्यो सम्बन्धलाई निभाउने खुबी नै नभएपछि। आज भोलि स्वार्थ पूरा नहुन्जेल मात्र कोही कसैको लागि खास लाग्छन्, स्वार्थ पूरा भएपछि बकवास नै सम्झने गर्छन्। गलत सम्बन्धमा हुनुभन्दा एक्लै बस्नु 1000 गुणा बेस हुन्छ। सबैलाई खुसी बनाउन खोजियो भने कति बेला आफ्नो खुसी हराउँछ पत्तै नहुने रहेछ। खुसी पनि बगेको खोला जस्तै भयो, कहिल्यै फर्केर आएन। रूपको घमण्ड कसैसँग पनि नगर्नुहोस्, किनकि प्राय मान्छेहरूको व्यवहार हेरेर इज्जत गरिन्छ। तिमी यता रुँदैछौ जसको यादमा, ऊ उता व्यस्त छ अरू कसैलाई खुसी पार्न। कसैको मजबुरी होइन, कसैको रहर बन्नु छ मलाई। आखिर एक दिन मरेर जाने वेलकम छ घमण्ड किन गर्छौ? कसले याद गर्छ र मलाई, जबकि यो दुनियाँ बिना कारण भगवानलाई त सक्दैन। दुःखको आँसु अनि खुसीको आँसुले नै धेरै कुरा सिकाउने रहेछ। तिमीलाई जोसँग बोल्न मन छ बोल, म त पहिला पनि एक्लो थिएँ अनि अहिले पनि।
फुर्सदमा कहिले काहीँ सम्झिदिनु मनैले फुर्सदमा कहिले काहीँ सम्झिनु मनैले मनले सम्झिदिनु जति मागिदिनु यति भएको छ फुर्सदमा कहिले काहीँ सम्झिनु मनले दिन सक्ने जति माया दिनु यति भएको छ मलाई यति भएको छ मलाई वेलकम छ सोल्टा डियर कल्याण आफ्नै मनमा लागेको पीडा मनमा लागेको दुःख भन्न अनि सुनाउन आएको छु उही तपाईहरुको दुःख निदास कति छन् मनमा चोट कसलाई भन्ने कसलाई सुनाउने डियर कल्याण तिमी नै त छौ एउटा मेरो सुख मेरो दुःखमा साथ दिने तिमी नै नभएति मेरो के हुने थियो भुल्न पनि मन छ नसम्झी पनि बस्न सक्दिन भुल्न पनि मन छ नसम्झी बस्न सक्दिन सहेको चोट मेरो मनलाई थाहा छ कसलाई सुनाउने डियर कल्याण कसलाई सुनाउने सहेको चोट मेरो मनलाई थाहा छ भने तिमीलाई सुनाउन पनि सक्दिन तिमीलाई सुनाउन पनि सक्दिन ठिकै छ अब छोडी नै जान्छौ भने जाऊ माया तर म भन्दा राम्रो खोजी माया लाऊ तिम्रो आँखामा म कहिले पनि आँसु देख्न नपाऊ जिन्दगीको गोरेटोमा डियर कल्याण कस्ता कस्तालाई भेटे कस्तो कस्तोको समात मनमा पीडै पीडा छ दुःखले भरिएको छ घर सम्झिन्छु परिवार सम्झिन्छु मुटु फुटेर आउँछ भक्कानेर रुन मन लाग्छ घरको अवस्था हेर्छु घर हेर्छु एक्लो मान्छे कसैले साथ दिन्छ भनेर आश गरेको छैन आफ्नै मेहनतमा हिँड्ने मान्छे हुन कसैको आश लाग्दैन मलाई डियर कल्याण जिन्दगीमा धेरै दुःख भोगे दुःखसँग लडे एक दिन त सुखका दिन आउँछन् होला मेरो पनि भन्छ कहिल्यै आएन डियर कल्याण तिमी त छौ एउटा मेरो दुःखको सहारा सबै माझ पुर्याइदिने सबैलाई सुनाउँछु आज मनका कुराहरू मनमा लागेका चोट
इन्डियामा छु, कार्यरत छु। सेवा नै धर्म हो भन्ने काम गरिरहेको छु, दुःख गरिरहेको छु। न भोक न प्यास, म आफै बिमारी मान्छे। खुट्टाले काम गर्न दिँदैन। राम्रो थियो खुट्टा मेरो, अहिले यही खुट्टामा स्टिल बोकेर हिँड्नुको पीडा कसलाई सुनाऊ डियर कल्याण, कसलाई सुनाऊ? यो झाडोमा घर परिवारको साह्रै याद आउँछ। फेरि झैन सम्झिन्छु, घरका दुःखहरू सम्झिन्छु। त्यही दुःख सम्झेर लडिरहेछु। कुन बेला ढल्छु आफैलाई थाहा छैन डियर कल्याण। फेरि सोध्छु म ढल्नु हुँदैन। म ढले भने धेरै मान्छेहरू हुनेछ, मेरो घर परिवार हुनेछ, टोरा हुनेछ। मनमा लागेको चोटहरू पोख्न पाउँदा आनन्द आउँछ भन्छ। खोइ के भन्ने म आफैलाई थाहा छैन। म घरको कान्छो छोरो। मभन्दा जेठा 4वटा मेरा दाजु छन् डियर कल्याण। 3टा दिदी हुनुहुन्छ, 2टा मम्मी हुनुहुन्छ। मेरो बा हुनुहुन्छ। अझ केही वर्षदेखि मेरो बा अशक्त भएर बिरामी हुनुभएको छ। हिँड्न सक्नुहुन्न, बोल्न सक्नुहुन्न। कुनै बेला मेरो बुवाले राज गरेर हिँडेको मान्छे, एउटा राजाको जस्तो जिन्दगी बिताएको मान्छे, अहिले 5 भाइ छोरामा त्यो बुढा भएका बाउ, बिरामी भएको बाउको सहारा कोही छैन।